हेलो साथीहरू सबैलाई राम राम। स्वागत छ मेरो नयाँ भिडियोमा। यो भिडियोमा चाहिँ म के डिस्कस गर्न गइरहेको छु भनेपछि न्युजिल्यान्डमा लाइसेन्सको प्रोसेसहरू के हो र यसको इम्पोर्टेन्सहरू के हो। खासमा यसमा चाहिँ न्युजिल्यान्ड लाइसेन्समा चाहिँ 3टा प्रोसेस हुन्छ। लर्नर लाइसेन्स 1 नम्बरमा लर्नर्स, 2मा रिस्ट्रिक्टेड, 3मा चाहिँ फुल लाइसेन्स हुन्छ। यो 3टै क्याटेगोरीलाई म डिस्क्राइब गर्छु। यो लर्नरमा के हुन्छ, रिस्ट्रिक्टेडमा के हुन्छ र फुल लाइसेन्समा के हुन्छ, अनि ओभरसिज लाइसेन्स ल्याएर कन्भर्ट गरेर गाडी चलाउन पाउँछ कि पाउँदैन, म सबै कुरा एक्सप्लेन गर्छु होइन हजुरहरूलाई। इट विल बी इजी फर यु गाइज, सो स्टे ट्युन। म सबै कुरा ब्लगमा एक्सप्लेन गर्छु है। 1 नम्बरमा रहेको छ लर्नर लाइसेन्स होइन। लर्नर लाइसेन्समा चाहिँ इफ हजुरहरूसँग नेपालमा लाइसेन्स छैन, नेपालबाट डाइरेक्ट लाइसेन्स नलिकन यहाँ न्युजिल्यान्ड आउनु भएको छ भनेपछि हजुरलाई चाहिँ लर्नर लाइसेन्स निकाल्नु पर्ने हुन्छ। लर्नर लाइसेन्स कसरी निकाल्ने भन्दाखेरि यो एउटा इक्जाम दिनुपर्छ। त्यो इक्जाममा 35 आउट अफ 32 लिनुपर्छ। त्यो इक्जाम चाहिँ एए र भिटिएनजेडले लिन्छ। भिटिएनजेडको जुनै ठाउँमा गए पनि, एएको जुनै ठाउँमा गए पनि अनलाइन बुक गर्दा पनि हुन्छ र सिधै फिजिकली त्यहीँ गएर त्यही ठाउँमा गएर निकाल्दा पनि केही फरक पर्दैन होइन। एए या भिटिएनजेडमा गएर एमा चाहिँ 35मा 32 ल्याउनै पर्छ। त्यो सिम्पल हुन्छ, लर्नर लाइसेन्स हुन्छ। यहाँ मेरो लाइसेन्स मैले देखाएको छु स्क्रिनमा, त्यो पनि छ। म यो पास गर्नलाई के गर्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भने नि म वेबसाइट हुन्छ, वेबसाइट पनि यहाँ देखाइदिन्छु स्क्रिनमा। सो इट विल बी इजी फर यु गाइज टु टेक द लर्नर लाइसेन्स। अनि बी कन्फिडेन्ट, गो एन्ड गिभ द इक्जाम होइन। नम्बर 2मा रहेको छ रिस्ट्रिक्टेड लाइसेन्स होइन। रिस्ट्रिक्टेड लाइसेन्समा के हुन्छ भनेपछि हजुरहरूले गाडी कस्तो छ, हजुरको वफ छ कि छैन, रेजो छ कि छैन, ब्रेक लाग्छ कि लाग्दैन, पछाडि ब्रेक हान्दा पछाडिको 2टा लाइट बल्छ कि बल्दैन, साइड लाइटहरू बल्छ कि बल्दैन, हर्न बज्छ कि बल्दैन, यो सबै सुपरभाइजरले चेक गर्छ है। अनि यो बेला चाहिँ हजुरहरूले चाहिँ कस्तो हुन्छ सुरुमा हजुरलाई यो 60 मिनट्सको हुन्छ। यो बेला चाहिँ 3टा राउन्ड अबाउट, 2टा प्यारालल पार्किङ र अनि एउटा ठुलो हाइवे फेरि 80को हुन्न, 70को हुन्छ। 70को बिचमा हुन्छ होइन। यो जोनमा चाहिँ हजुरले चलाउनु पर्ने हुन्छ। त्यति बेला चाहिँ हजुरले ओभर द सोल्डर हेर्नुपर्ने हुन्छ। अनि हजुरलाई त्यति बेला चाहिँ होइन, लकमा पनि डिपेन्ड पर्छ। त्यति बेला चाहिँ हजुरलाई क्वेसन पनि सोध्न सक्छ होइन, इनकेस होइन, क्वेसन पनि सोध्न सक्छ। हजुरले क्वेसन सोद्धाखेरि बुझ्नु भएन, त्यसले हजुरलाई डिरेक्सन दिँदाखेरि चाहिँ हजुरहरूले बुझ्नु भएन भनेपछि चाहिँ सोध्न मिल्छ होइन। म के गरौँ, मैले बुझिनँ भनेर चाहिँ सोध्न मिल्छ। अनि त्यसले फेरि भन्छ क्या, मलाई पनि भन्दाखेरि मैले नबुझ्दाखेरि होइन, म कता लगाउँ भने मैले फेरि त्यसलाई क्वेसन गरेको थिएँ कि के रे भनेर क्वेसन गरेको थिएँ होइन। त्यो चाहिँ राइट हो, हाम्रो राइट हो होइन। त्यो मैले अर्कोचोटि क्वेसन सोद्धाखेरि यसले मलाई के भन्छ भनेर त्यस्तो चाहिँ सोध्नु भएन। त्यो आफ्नो राइट हो। बुझेन भने चाहिँ बुझेन, मैले कता लगाउनु भने त्यसले भन्छ इजी वेमा चाहिँ राम्रोसँग भन्छ। अनि अफकोर्स इङ्ग्लिस इज नट आवर फर्स्ट ल्याङ्ग्वेज होइन, इङ्ग्लिस हाम्रो फर्स्ट ल्याङ्ग्वेज होइन। त्यही भएर चाहिँ हामीले मजाले सोध्दा उसले नै सायद आफूले नै सुरुमा इङ्ग्लिसमा कम्फर्टेबल छ कि छैन भनेर सुरुमै सोध्छ होइन। इफ छ भने चाहिँ छैन भने चाहिँ म रिकमेन्ड गर्छु चाहिँ अब म इङ्ग्लिसमा कन्फिडेन्ट छैन भन्दा राम्रो, किनकि त्यसले त्यही अनुसारले बोल्छ। अनि तैँले सुरुमा मैले तँलाई सोधेको थिएँ इङ्ग्लिसमा कम्फर्टेबल छु भनेर भन्थिस् अनि या भनेर पछि चाहिँ अलिक प्रब्लम आउँछ। सुरुमा छैन भन्दाखेरि त्यसले इजिली बोल्छ, इजिली सम्झिन्छ। त्यही भएर अनि फेरि राइट के अरे मोटरवेमा हाइवेमा 70को जोनमा हाल्दाखेरि अनि एउटा लेनबाट अर्को लेन चेन्ज गर्दाखेरि चाहिँ राइट लक लेफ्ट लक भन्छ। त्यतिलाई चाहिँ ओभर द सोल्डर हेरेर राम्रोसँग लगाउनुपर्ने हुन्छ हाइवेमा। अनि त्यसपछि राउन्ड अबाउटमा प्यारालल पार्किङ गर्दाखेरि अनि हार्डै हुन्छ भने त 60 मिनट्सको तपाईँलाई सबै तरिकाले जज गर्छ। त्यसलाई कस्तो हुन्छ भने चाहिँ म यससँग बस्दा सेफ फिल गरेछु कि गरेको छैन भने उसलाई हजुरसँग बस्दा सेफ फिल हुनु पऱ्यो। हजुरसँग बस्दा सेफ फिल भयो भने हजुरले लाइसेन्स पाउनुहुन्छ, त्यही हो। यति नै हो। गाह्रो पनि हुन्छ, त्यति गाह्रो पनि हुन्न, त्यति इजी पनि हुँदैन होइन, ठिकैको हुन्छ। सो मेक स्योर, बेस्ट अफ लक रिस्ट्रिक्टेड लाइसेन्स निकाल्दा चाहिँ होइन। त्यही नै हो। त्यो कुरा के क्लियर गर्न चाहन्छु भनेपछि म इफ हजुरसँग न्युजिल्यान्डको लर्नर लाइसेन्स छ, लर्नरबाट रिस्ट्रिक्टेडमा जानुभयो भनिसकेपछि हजुरलाई दिउँसो गाडी चलाउन फ्री हजुरलाई सुपरभाइजर चाहिँदैन। यु डोन्ट निड द सुपरभाइजर वाइल यु आर ड्राइभिङ। 5देखि 10 कि बिहानको 5देखि बेलुकाको 10 PM यो ठ्याक्कै बिर्सेँ होइन। अनि इफ हजुरले ओभरसिज लाइसेन्स कन्भर्ट गर्नुभएको छ, इफ हजुरसँग नेपालबाट लाइसेन्स छ, त्यो कन्भर्ट गरेर इक्जाम पास गरेर चाहिँ हजुरले रिस्ट्रिक्टेड लाइसेन्स झिक्नु भयो, तपाईँले ड्राइभिङ टेस्ट दिनु भएन भने चाहिँ यु निड अ सुपरभाइजर। हजुरलाई सुपरभाइजर चाहिन्छ एनी टाइम गाडी चलाउन होइन। यो कुरा चाहिँ क्लियर हुनु होला है। न्युजिल्यान्डमा हजुरले लर्नर लाइसेन्स झिकेर रिस्ट्रिक्टेडमा जानुभयो भनेपछि
हजुरलाई सुपरभाइजर चाहिँदैन। इफ हजुरले ओभरसिज लाइसेन्सलाई कन्भर्ट गरेर रेसिडेन्टमा जानुभयो भनेपछि, नेपालबाट ल्याएर रेसिडेन्टमा जानुभयो भने चाहिँ हजुरलाई सुपरभाइजर चाहिन्छ। यो टु डिफ्रेन्ट थिङ है। यो चाहिँ बुझ्नु भएको छैन, हजुरले त्यसै लगेर गाडी लगेर जानुभयो, सुपरभाइजर छैन भने चाहिँ हजुरलाई पेनाल्टी लाग्छ, मेबी $400 समथिङको चार्ज लाग्न सक्छ होइन, किनकि सुपरभाइजर साइडमा छैन। वान अफ मेरो एउटा भाइलाई चाहिँ सेम केस भएर चाहिँ चार्ज लागेको हो त्यति बेला चाहिँ होइन। अनि यो कुरा चाहिँ ध्यानमा दिनु होला। ल अब रह्यो फुल लाइसेन्सको कुरा, मेन लाइसेन्स। यो चाहिँ 30 मिनट्सको हुन्छ। योमा चाहिँ हजुरहरूलाई हजारको बारेमा के हो सोध्छ, हजुरलाई गाडीको बारेमा सोध्छ, हजुरलाई नलेज कतिको छ, हजुरलाई एसी खोल्न आउँछ कि नै, हजुरलाई प्यारालाल पार्किङ त सायद मलाई चाहिँ गराएन होइन। प्यारालाल पार्किङमा चाहिँ हजुरलाई स्पिडको बारेमा चेक गर्छ। हजुरले अब एउटा हजुरले हाइवेमा हाल्नुभयो अनि वेन यु फिल सेफ टेक राइट, वेन यु फिल सेफ टेक लेफ्ट भन्छ होइन। त्यो चेक गर्दाखेरि ओभर द सोल्डर यसरी हेर्नु पर्ने हुन्छ, पुरै ओभर द सोल्डर हेर्नुपर्ने हुन्छ। हजुरले मिरर कतिको हेरे, हजुरले मिरर हेरे कि हेरे होइन, दुइटा राइट एन्ड लेफ्ट साइडको मिरर हुन्छ होइन, यो हेरे कि हेरे होइन। मेरो लाइसेन्स चाहिँ यहाँ छ होइन, फाइनेन्स मैले लाइसेन्स चाहिँ निकालेँ होइन। त्यो चाहिँ गाह्रो भन्दा पनि यु निड टु ह्याभ अ कन्फिडेन्स होइन, जस्ट कन्फिडेन्स चाहियो, गो एन्ड बुम। त्यति गाह्रो चाहिँ हुँदैन। मलाई चाहिँ त्यति गाह्रो, मलाई रेजिस्टर्ड लाइसेन्स निकाल्न चाहिँ अलिक गाह्रो भयो। मलाई चाहिँ के अरे यो फुल लाइसेन्स निकाल्न चाहिँ त्यति गाह्रो लागेन, किनकि म कन्फिडेन्स थिएँ। मलाई सबै गर्न आउँथ्यो, मलाई प्यारालल पार्किङ गर्न आउँथ्यो, मलाई राउन्ड अबाउटमा मेन फालिने भनेको राउन्ड अबाउटमा हो न। राउन्ड अबाउटमा अलिक केयरफुल हुनु होला, राउन्ड अबाउट सिक्नु होला, अनि त्यति हो। योमा चाहिँ त्यति गाह्रो हुँदैन। अनि हजुरलाई एटलिस्ट नलेज हुनु पऱ्यो कि लास्टमा रिस्ट्रिक्टेडमा पनि मलाई रिस्ट्रिक्टेडमा सोधेन, मलाई फुल लाइसेन्समा सोध्यो। हजार भनेको के हो, त्यो वरिपरि हजारहरू के हुन्, त यिनीहरूबाट सेफ कसरी बस्छस्, त हजारलाई पोइन्ट आउट गर भनेर सोध्छ कि। अनि राउन्ड अबाउटमा लैजान्छ अनि घुमाउँछ। अनि मेन हाइवेमा लग्दाखेरि लेन चेन्ज गर भन्छ। लेन चेन्ज गर्दाखेरि साइड लाइट बालेर एकछिन होल्ड गर, अनि पछाडि यसरी हेरेर ओभर द सोल्डर हेरेर अनि लेन्स गर्नु होला। वेन यु फिल सेफ टेक अ लेफ्ट भन्छ फेरि। अनि बी कन्फिडेन्ट। अनि मेन हजुरलाई इम्पोर्टेन्ट के भन्दाखेरि यु क्यान डु उबर होइन। हजुरले इफ हजुरसँग फुल लाइसेन्स छ भने चाहिँ हजुरले उबर गर्न पनि सक्नुहुन्छ, इफ हजुरसँग कामै छैन। अनि हजुरलाई क्लिनिङमा पनि इजी, क्लिनिङ छ अनि हजुरलाई टाढा टाढा जानुपर्छ भने चाहिँ क्लिनिङमा पनि चाहिन्छ, क्लिनिङमा पनि गाडी चाहिन्छ, त्यो फुल लाइसेन्स चाहिन्छ। त्योमा पनि फुल लाइसेन्समा पनि फुल लाइसेन्स इम्पोर्टेन्ट छ। क्लिनिङको काम गर्दा पनि उबर ड्राइभर भयो, फुडको उबर गर्दा पनि सकिन्छ होइन। त्यो इजी त्यो भएर गाडीको इम्पोर्टेन्स भनेको के हो भने चाहिँ त्यही नै हो। गाडीको इम्पोर्टेन्स भने हजुरको अब टाढा टाढा काम छ, अब यहाँदेखि टाढा टाढा काम छ, हजुरलाई तरङ्ग आउनु पऱ्यो पिकिङ गर्न, अनि यहाँबाट फेरि जानु पऱ्यो भने चाहिँ हजुरलाई गाडी नै चाहिन्छ। बसमा चाहिँ 4 घन्टा लाग्छ, गाडीमा चाहिँ 245 मिनट्स लाग्छ। त्यही भएर कार लाइसेन्सको इम्पोर्टेन्ट हो। कार लाइसेन्स भनेको क्लास 1 हो। क्लास 1 लाइसेन्सको चाहिँ इम्पोर्टेन्ट यही नै हो। अनि हजुरलाई इजी ट्राभल गर्नुहुन्छ। म चाहिँ जो नयाँ आउँछ स्टुडेन्टहरू छ तिनीहरूलाई चाहिँ रेकमेन्ड गर्दैन कि गाडी लिई यो गर भनेर। सुरुमा स्ट्रगलिङ फेस हुन्छ, सो गो इजी होइन। त्यो आउने बित्तिकै गाडी लिने आइफोन किन्ने हुन्छ नि, त्यो चाहिँ नगर्नु होला। म चाहिँ त्यो रेकमेन्ड गर्छु। अनि मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि तपाईँलाई केही पनि चाहियो, केही पनि सोध्नु पऱ्यो भने चाहिँ प्लिज कमेन्ट डाउन बिलो। अनि मेरो यहाँ चाहिँ छ, मेरो स्क्रिनमा चाहिँ मेरो इन्स्टाको सेयर गरिदिन्छु। फिल फ्री टु टेक्स्ट मी होइन। म त्यो मेसेज हेरेर के गर्नुपर्ने, रिप्लाई गर्नुपर्ने छ, के गर्नुपर्ने छ, म विथिन अ मिनट, विथिन अ आवर, अब 1 दिन लाग्छ 2 दिन लाग्न सक्छ, म बिजी छु, तै पनि म गर्नेछु होइन। सी यू सुन। राम राम।